साउनी यसो यो हाम्रो च्याउ किन्ने साउनी समगोरी छ यस्तो हालेर जाँदैछौँ उभिएर टक्क साइकलको बजार यस्तो छ साइकल बजार यस्तो अस्तव्यस्त राखेर जाएर स्कुटी पनि बेच्दो रहेछ क्या दाइ रेट मिलेन त्यसपछि अब यस्तो पेट पूजा गर्नु पर्यो सानोतिनो खसी हुन्न यहाँको ठुलो खसीको हड्डी खाने हो ठुलो खसीको हड्डी अब यसलाई च्याप्प दबाउने यस्तो कभर गरेछ आज चाहिँ हामी दाजुभाइ घुम्न निस्केको ट्याक्क हाम्रो यस्तो छ यो बाटो साँगुरो छ अलि अनि त्यसपछि अगाडिको फोन त्यस्तो छ आज चाहिँ हाम्रो यो शुक्रबारे बजार शनिबारे बजार लाग्दैछ त्यहीँ जाने भनेर अनि हामी दाजुभाइ चाहिँ चलेको झोला बोकेर ट्याक्क आज यताको बाटोहरू अनि त्यसपछि यहाँको बजार कस्तो हुन्छ म तपाईँलाई देखाउँछु भिडियोलाई लास्टसम्म हेर्नु होला अब मेरो सब्सक्राइब चाहिँ पुगिसकेको छ कि तर मेरो वाच टाइम नपुग्नाले अलि मलाई गाह्रो भइरहेको छ त्यसको लागि भए पनि लास्टसम्म हेरिदिनु होला 4000 घन्टा पुर्याउने जरी तपाईँले मलाई सहयोग गरिदिनु भयो भने तपाईँको गुण कहिल्यै बिर्सिन्न मैले ल त्यति चाहिँ ल मैले हेरेँ है तपाईँको फुल भिडियो भनेर कमेन्ट पनि गर्नु होला है त ओके म सबै देखाउँछु मेरो भिडियो लगभग 10 मिनटको हुन्छ होला त्यति सहयोग गरिदिनुहोस् गाइज त्यसपछि म तपाईँको आभारी हुनेछु ओके लेट्स फन यस्तो छ गाउँ यहाँको यो चाहिँ यहाँ खेतीबारीहरू भइरहेछ राम्रो खेतीपाती राम्रो हुँदैछ प्याजी गाउँ हाम्रो यो प्याजी गाउँ भन्छ यसलाई पुरै प्याज जताततै यहाँ चाहिँ यो खेतीबारीमा बचेको फोहोरहरू ल्याएर फाल्ने ठाउँ हो यो यस्तो पुरै निश्चित एरिया तोकेर राखिदिएको हुन्छ यहाँको त्यही भएर फोहोर भन्ने झ्याप्प हुँदैन यस्तो छ यो पुरै निश्चित एरिया नै तोकिदिएको हुन्छ यो यहाँको ओडाले अनि ओडाले नै फाल्छ यो सबै यहाँ चाहिँ बाहिर लप्रो फाल्यो भने फेकमान छन्मान जति फाइन आउँछ छन्मान भनेको नेपाली 10 लाखसम्म 4औं महिनाको दोस्रो हप्तातिरबाट सुरु हुन्छ यहाँ देवान हुन्छ पुरै म देखाउँछु तपाईँहरूलाई त्यो छुटाउनु हुँदैन त्यो छुटायो भने गाह्रो हुन्छ केटा त्यसैले मेरो पेजलाई चाहिँ फलो गर्नु होला हामी बस स्टेसनमा आइपुग्यो बस स्टेसनको यो चाहिँ यस्तो लेखेको हुन्छ यो ठाउँको नाम चाहिँ समगोरी छ योभन्दा यता पछाडिको स्टेसन चाहिँ उन्नाम छो छ यता अगाडिको स्टेसन चाहिँ उन्नाम सामुसो छ यसरी नै यहाँ लेखेको हुन्छ अगाडि तपाईँलाई कुनै अगाडि स्टेसन जानु पऱ्यो भने यसरी नै हेरेर जान सक्नुहुन्छ अनि बसको सिगान चाहिँ यहाँ लेखेको हुन्छ समय चाहिँ यो उसमा यो चाहिँ फ्याङ्गिङको काम गर्ने 3 कोइनहरू भयो अनि यतापट्टि चाहिँ छुमालको छ यो छुमालको भयो यसरी दिएको हुन्छ अब हाम्रो गाडी चाहिँ अब उन्नाम यहाँबाट चाहिँ 11:15 मा चाहिँ आइपुग्छ हाम्रो यही गाडी चढ्ने हो यस्तो छ हाम्रो यहाँ ठाउँ 예? 조금 비싸요. 어때요? 좋은 거예요? 자전거? 15만짜리 그거 같은 거 좋은 거예요? 제가 고기가 15만 원 비싸잖아요. 새거요? 새거네 새거 हामी चाहिँ साइकल किन्दैछौँ अहिले साइकल एउटा अब यसो भ्लग गराउने साइकल चाहिँ चाहियो टक्क साइकलको बजार यस्तो छ साइकल बजार यस्तो अस्तव्यस्त राखेर जाएर स्कुटी पनि बेच्दो रहेछ क्या दाइ ऊ त्यो त्यही त नयाँ हो जस्तो स्कुटी पनि बेच्दो रहेछ क्या बुढोले यहाँ यस्तो राखेछ बाल बच्चाको ठुलो सानो सब छ यहाँ साइकल किन्नु पऱ्यो एउटा अब यतिको साइकल यो पनि ठिकै हुन्छ दाइ ट्याक्क यो ठिकै हुन्छ यो पनि यो त हाम्रै उसमा भएको जस्तो हैन त्यो हैन नि यसको त उस छ नि
उस छ कि छैन सकर छ नि त सकर छ सस्पेन्स छ 사장님 이거 얼마짜리예요? 30만 원. 20만 원이에요? 30만 원. 30만 원이에요? 오. 가격도 धेरै महँगो छ त प्राइस 응? प्राइस लेखेर लेखेको रहेछ 29만 원이에요? यतिको साइकललाई चाहिँ यहाँ कति पऱ्यो 2,90,000 2,90,000 पऱ्यो यसलाई 27만 원에 드릴게요. 18만 원. 네, 새 것이요. 이거 이 가격이잖아요. 네. 30만 5천 원. 30만 5천 원. 네. 18만 원에 드린다고 이것을. ए 이거 세 개. 1,80,000 세 개 똑같아. यसलाई चाहिँ 이거 바퀴 가늘어요. 잘 나가요. ए यसलाई अलि गियरवाला अलि राम्रो साइकललाई चाहिँ यो पछाडिको पनि ठिक हुन्छ सामान सामान हाल्न पनि हुन्छ हैन यो त हेभी छ हैन यही ठिक हुन्छ यो त अनि महँगो 이거 होला नि 비싸요. यो त महँगो होला नि त अनि 50만 원. 80 धेरै महँगो छ यो चाहिँ तर मलाई चाहिँ यतिकै साइकल एउटा चाहिँ ठ्याक्क लिनु पाए हुन्थ्यो भन्ने कुरो हो यस्तो यस्तो साइकलमा लिगो नि त यिनीहरू पनि मिलाएरै दिइहाल्छ त लिगो नि त कतिसँग दिन्छ अरे 250 सम्ममा दिला नि यिनीहरू 290 छ तर यो एक्चुअली खुफाङमा ट्राई हेर्नु पऱ्यो क्या खुफाङमा 2 लाखमा नि पाइया 2,80,000 1,80,000 मा हैन फाकमको उल्के यो साजनले यो चाहिँ हो यो चाहिँ यसलाई चाहिँ 2,50,000 यसलाई कति भन्नु 2,50,000 है 사장님 이거 얼마 말했어요? 이거 27만 원. 27만 원 네. 3 लाखै पर्यो लगभग यो चाहिँ साइकल राम्रो छ यो चाहिँ 40-50 मा दिन्छ होला त्यही त अगाडि साइकलको बार्गेनिङ भयो कुरा मिलेन अब हेर्नुपर्छ फेरि रेट मिलेन त्यसपछि अब यसो पेट पूजा गर्नु पर्यो पेट पूजा गर्नलाई खाना जानु पर्यो खाना खाने ठाउँ चाहिँ खोज्दैछौँ हामी पुऱ्याएको गल्ली गल्ली झाल्दैछौँ हामी यहाँ गल्ली गल्ली यस्तो छ यहाँको गल्ली पनि क्लिन छ बाटो के अर्डर गर्नु हो दाइ के झाङ्गो झाङ्गो चाहिँ यो हड्डी कोरियन खसीको चाहिँ आज चिसो भयो कोरियन खसीको चाहिँ सुप खाइदिउँ न भन्ने कुरो चाहिँ कोरियन ठुलो खसी हो कोरियन ठुलो खसीको सुप खानु पर्यो ट्याक्क हड्डी ठुलो ठुलो अलि खसी फेरि अलिक कडा छ अलि त्यो सानोतिनो खसी हुन्न यहाँको ठुलो खसीको हड्डी खाने हो डाइट तयारी हुँदै गर्दै हुनुहुन्छ अब आएको छ यहाँ चाहिँ अब यस्तो रेस्टुरेन्ट यस्तो छ यहाँको कोरियन ठुलो खसीको हड्डी फाइनली आइपुगेको छ ठुलो खसीको हड्डी हो यो पुरै हेर्नु पुरै यस्तो पाकेको हुन्छ टाउको तान्दाखेरि तर आउँछ है ठुलो खसीको हड्डी अब यसलाई च्याप्प दबाउने ठुलो खसी हड्डी यो हो हाम्रो यहाँको शुक्रबारे बिहिबारे हाम्रो नेपालतिर लाग्ने शुक्रबारे बिहिबारे आइतबारे सोमबारे सब जस्तो बजार हो यो यहाँको चाहिँ 4 तारिक 9 तारिक 14 तारिक अनि 19 तारिक यस्तो लाग्ने बजार हो यो यस्तो छ यहाँको बजार यो सब यो सन्तोङ सिजाङ भन्छ यसलाई परम्परागत बजार भन्छ यसलाई यस्तो छ यो यहाँको भित्र फेरि अझै ठुलो छ बजार त्यो पनि देखाउँछु म बजार यस्तो छ यहाँको फलफुल पसल यस्तो छ हाम्रो अगाडि हुँदै हुनुहुन्छ सरकारी पसलहरू यस्तो छ यो पसलहरू हाट बजार जाउँ हाट बजार फलफुलहरू यस्तै राखेको छ यहाँ सब नेपालकै सिस्टम छ यहाँ पुरै नेपालको सिस्टम छ बजारतिर घुम्न गर्न पुरा उतै हाँसिया हतौडा चाहियो भने यहाँ पनि बनाउँछ है हाँसिया हतौडाहरू सब देखाउँछु म लास्टसम्म भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला यो चाहिँ यहाँको मुख्य ठाउँ एरिया पुरै यहाँ कभर गरेर राखेको छ है पुरै यस्तो कभर गरेछ
माछा यहाँको बजार यस्तो छ बजार पुरा यस्तरी व्यवस्थित गरेर राखेको हुन्छ सामान फेरि छोइ नसक्नु छ महँगो ओ ठुलो यस्तो छ सामान एउटा राखेको त्यो उसको भने होइन के अरे पाकिस्तानी हो कि के को भने होइन भेटनामी श्रीलङ्की भेटनामी यस्तो कस्तो छ यो हाम्रो च्याउ किन्ने साउनी यहाँ चाहिँ राम्रै छ साउनी यो हाम्रो च्याउ किन्ने साउनी 너무 비싸요? 성경제도 오지. 어? 성경제도 하는가? 요즘은 사과 너무 비싸요. 먹을 수 없어요. 비싸. 그래서 사 먹어야지. 네, 돈이 없어요. 너무 비싸는 거. 카드 돼. 있어요. 카드 준다고. 있어요? 카드에도 돈 없어요. 카드 돼. 아, 먹어서 그래. 카드 돼, 카드. 네, 다음에 올게요. महँगो छ धेरै किन्न सकिँदैन गाइस यस्तै छ के गर्नु पैसा 2 लाख कमाए पनि अनि यही सबै भ्याइन्छ किनेर खायो भने अब 1 किलो स्याउलाई 2000 अरे नेपाली अनि कहाँबाट खान सकिन्छ श्रीलङ्का यस्तो छ यो बजार रमाइलो हुन्छ यहाँको बजार पनि बजार यस्तो छ धमलाको काजु पनि यहीँ पाइन्छ काजु त फाइदा रहन्छ बदाम अखरोट पुरै पाइन्छ भुटेर यहाँ भुटिरहेको छु मेसिनले यस्तो छ यहाँको बजार हजुर दाइ हामी हरियो सब्जीहरू हेरौँ न Keep watching guys, keep watching. त्यो एउटालाई ओछन भनेको एउटालाई 500 रुपैयाँ नेपाली हामी दुईटा लाने हो यो चाहिँ नेपाली 1000 रुपैयाँको सामान दुईटा काउली फ्लावर नेपाली 1000 रुपैयाँको किनि सक्नु छैन यहाँ सामान ओहो पानी परेर फेरि प्लास्टिक हालेर यस्तो चाहिँ आलु त हाम्रो छ भाइ होइन के दुईटालाई ओछन हो तीनटालाई ह यो तीनटालाई ओछन तीनटालाई ओछन हो ए तीनटालाई ओछन सस्तो रहेछ त्यसो त ओहो पानी पर्यो अच्छा हजुर च्याउले ल्याउन दे हुनु न यो हालौँ न यो चाहिँ कति हो यो यीको अलमा हो 1000원이에요. 1000원 ओछनमा जुसै हो ओछन 4 मान जुस्यो यो चाहिँ नेपाली 500 को च्याउ हजुर कुन चाहिँ गोठु अलमा चाहिए हो 5,000원이에요. छनमा नि जुसै हो छन को जुसै हो 200 नेपालीको खुर्सानी यो 500 को च्याउ हाम्रो साउन्डले दिँदै हुनुहुन्छ फाइनली हामीले लगभग 2 मान 3 मान अनि 4-5 मान त्यहाँ गएर गर्दै गर नि त नेपाली कुखुराको नेपाली 6000 को सामान किन्यो अब म कुखुरो किन्न जाँदैछु एउटा लोकल कुखुरो किन्न पर्यो लोकल कुखुरा खानु पर्यो नि जाडो छ पानी परिरहेको छ यहाँ लोकल कुखुरा खानु पर्यो यहाँ लोकल कुखुरा पाउँछ अब यहाँ कुखुरा छ कि छैन यहाँ रहेछ कुखुरा लोकल कुखुरा यही हो यीमा आउँछ 좀 비싼 운간이요. 하나 군거 해주세요. 군거만 해주세요. 한 마리. 오케이.
त्यो हजुर यहाँ बनाइदिन्छ रकको ओके ओके कुखुरा बनाउने रहेछ मैले यहाँ चाहिँ यस्तो बच्चा पनि पाउँछ कुखुराको सानो पाल्नको लागि भयो अब यो कुखुरा बनाएर चप्पो लगाएर भुटेर खाने हो सक्यो